देवा शपथ इंजन रॉकेट के माफी उड़ रहा था, रोक नहीं सकता था, बर्फ थी ना। और फिर मेरे दिमाग की बत्ती जली, फिर मैं स्टीयरिंग में उंगली डाल के जो चक्री घुमाई, रोड रोलर जगह पे घर 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 घर। Hello and what's up guys, welcome back to my YouTube channel. सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अब आज बागलुङ जाने काम छ, तर बल्ल उठियो, यसो हल्का फ्रेस भएर नुहाइधुवाइ गरेर चल्दैन पर्ने हुन्छ। लेट्स सी। ल साथीहरू, फाइनली तेल पनि भराइयो। अब यहाँबाट लेडिज पेट्रोल पम्पबाट अब हामी निक्लेको हाइवे। अहिले भर्खरसम्म माछा पुछ्रे सबै हिमाल देख्यो थियो, अहिले भर्खरै यस्तो बादल लाग्यो। खानाहरू चेकिङ मस्त हामी राख्छ यताउति छैन गरिन्छ। ल माछा पुछ्रे देखियो है, देखियो माछा पुछ्रे देखियो। यो अन्नपूर्ण कति हो उहाँ आई डोन्ट नो, अहिले बिर्सेर खाने कहाँ खाएर पुछ्रे कमाल देख्ने त। यो भ्यू हेर्दै रोडमा पुग्नु पर्यो। A few moments later. वाह क्या सीन है, वाह क्या सीन है। नंबर प्लेटें छेकिनी तरीकाले चड्डी र कट्टु सुखा यार। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। गाडीको पछाडि यो हो त तरिका, यही भएर हो कि नेपालीहरू रिसाएको यिनीहरूसँग। ओसडीवाला त्यो कट्टु हटा, यहाँ छैन। नम्बर प्लेट छेकिनी गरेर राखेपछि भोलि यिनीहरूले कहाँ चाहिँ कसैलाई छोएर भागिदियो भने कसलाई समात्ने हो? समात्न त समात्छ। यिनीहरूको इन्डियन पुलिस जस्तो होइन, नेपाल पुलिस अलिक फास्ट एन्ड फरवार्डेड छ होइन, त्यही पनि अलिकति टाइम माग्छ नि त। त्यसले गर्दा पुलिसलाई सूचना दिनुभन्दा अगाडि समात्नु पर्ने केस यस्तो हुन्छ। ओके द्याट, यो बाटो धेरै पहिला यो जापानले हो कि चाइनाले बनाइदिएको हो यो बाटो। अनि त्यसपछि नेपाल सरकारले टाल्दै गर्दै त्यति साह्रो बम्पी भइसक्यो नि, घटना गर्ने भयो। यो चाहिँ अलिकति भाइरल प्लेस हो, त्यो ओडारेहरूको खोलो र हेरी अगाडिपट्टिको अर्को नि एउटा छ। ल है भाइरल प्लेस यो हो है साथीहरू, ओडारे खोलाको पुल 1 र 2 सबभन्दा भाइरल प्लेस। यो ठाउँको यो इन्भाइरोमेन्टको जुन लुक्स छ नि, भ्यू, यो भ्यू र यो सिक्किमको के भन्थ्यो यार, दार्जिलिङ हो कि सिक्किम भन्ने ठाउँमा अरे एउटा यस्तै ठाउँ छ अरे, क्या सिमिलर देख्छ भन्दै थियो कि। स्कुल टाइम भएर छ। बाई बाई, केटीहरू बाई बाई गर्छ। रम्छ अब उतै गएर देखाउँछु है। ल कालिका मन्दिर आइयो है। ल बागलुङ कालिका हो, हामी त बागलुङ कालिकामा आइसक्यो। आधेदेखि कता हो, कता छ। मेरो पछाडि चाहिँ दिदी छ, अनि दिदीले यहाँ बागलुङ अदालतमा काम छ भनेर आएको हो। हामी चाहिँ होइन खसियारीमा यो कहाँ हो अदालत म थाहा छैन, त्यही भएर यहाँ सोध्दै जाँदैछौँ। बाटो सानो हुँदै गइहाल्यो। ओके, अब हामी यतै हो शाम भएको अदालत। दिदीलाई चाहिँ त्यहाँ अदालतभित्र छोडियो होइन, अनि म चाहिँ यसै यो बागलुङ सहर भित्र कता आइरहेको छु। काम त केही थिएन, यसै हेरिदिउँ भनेर निक्लेँ। हेरौँ कस्तो छ यो बागलुङ बजार। घरबाट नआउने बित्तिकै हिँडेको यार, कपाल त के ड्राई भयो चाहिँ। हेलमेटमै सुक्यो यार, स्क्याफ पनि लाएको थिएन, हेलमेटमै सुक्यो। बागलुङ बजारमा यस्तो रहेछ, पुरै बजार छ यार बागलुङ बजार पनि। बजार एरियामै रहेछ यो अदालत पनि। लिएर गएर त्यहाँ छोडिदिउँ के अरे, अब क्या होगा। म चाहिँ तिर्खाला पानी खाऊँ भनेर निक्लेको हो। यसै हेर्दै बाटोतिर यतै एउटा गल्ली छिरिहालेँ,
यो गल्लीबाट अब कहाँ पुग्छ यसो त्यहाँ तलसम्म जाऊँ अनि फर्किन्छौँ म त हामी चाहिँ आएको खास गरी यहाँ हो उच्च अदालत पोखरा बागलुङको उच्च अदालतमा आएको हामी चाहिँ होइन मेरो बाइक यहाँ पार्किङमा राखेर म एकैछिन उतातिर गएको थिएँ जाउ छ उतातिर कहाँ हो ल हेर न यहाँको उच्च अदालत खतरा हात पुरै ऊ लिफ्ट पनि छ पुरै यस्तो गेट वगेरा वगेरा बबाल रहेछ आयो बबाल रहेछ ल देखाउन पाइँदैन त्यो पनि देखाइहालेँ भाइ भाइ अब सिधै ब्याक टु होम हुँदाखेरि अनि कुरा गरौँला हामी चाहिँ बागलुङसम्म आएर अदालतको म्याडमको काम सकेर फर्किने क्रममा अब बागलुङ कालिका देखाउँ मलाई नै देखाउँ यो एकदम सिकारु क्यामेराम्यान लिएर हिँडेको काम छैन घरि के गर्छ हेर गजब बेइज्जती है गर्मी त उखुम गर्मी छ यस्तो घाम चर्के होला हेर्नुहोस् म क्यामेराम्यान सही हो यसलाई चाहिँ यहाँ नहेर्नु खोजेको जङ्गल त बढिया छ नि यार यहाँको जङ्गल त देखिरहने मान्छेहरू कुरामा हामी आइयो यहाँ त यस्तो स्विङ पनि हुन्छ सट्टा लाएर होइन हामी चाहिँ बसेर जानेमा जिप फ्राई गर्न आँटेको फाइनली अब हामी चाहिँ रेडी भइयो अब जान्छौँ अब सिधै हामी जाने चाहिँ अगाडि तल यो त तल ठ्याक्क त्यहाँनिर जाने हो And how is the feeling going? Feeling excited Only excitement, no fear. and nervous too. Oh my god. ल है त यसरी गर्दै जाने हो अब हामी जाने ठाउँ चाहिँ चेकिङ हुँदैछ बबाल एक्साइटमेन्ट भइरहेको तर मेरो किन यो चर्चमा यहाँ पछाडिपट्टि नबसेर तनाव भइरहेछ अब ओके त सुन्दै राइट ह्यान्डमा चाहिँ त्यो क्यामेरा होल्ड गर्नुहुन्छ नि हजुरले लेफ्ट ह्यान्ड चाहिँ खानुहुन्छ झर्लाई गर्ने यहाँसम्म हात चाहिँ फुल फ्लाइ गरेर जानु है यो वायरमा टच नगर्नु हात काट्छ त्यहाँबाट तल जाने बेलामा हल्का तलसम्म चाहिँ सिधा जानुहुन्छ त्यसपछि हात यताउति झुलाएर पुरै ब्याक पोजिसनमा पुग्नुहुन्छ है त्यही पोजिसनमा हजुर तलको टावरसम्म पुग्नुहुन्छ है हजुरले रिभर देख्नु भएको छ नि यो रिभर चाहिँ दुईचोटि क्रस गर्नुहुन्छ फर्स्ट क्रस गर्नुहुन्छ जङ्गल आउँछ फेरि सेकेन्ड टाइम रिभर आउँछ है सेकेन्ड टाइम रिभर क्रस गर्ने बेलामा हजुरले पारि यस्तै टावर देख्नुहुन्छ माथि गएर चाहिँ ब्रेक लाग्छ टावर माथि गएर ब्रेक लाग्छ त्यति बेला हजुरलाई हल्का चौकी चाहिँ तल फिल हुन्छ त्यति बेला नआत्तिन हाम्रो ट्रेनरभन्दा सेफ्टी ल्यान्ड गर्नुहुन्छ है पहिला चाहिँ कस्तो हुन्छ तलदेखि माथि हावा चलिएको छ हुन्छ यहाँ हजुरको वेट हल्का कम्छ नि त त्यो कारणले चाहिँ हजुर टावरदेखि 10 किलोमिटर यता रोक्नु सक्छ त्यति माथि हाल्छ किनभने मेम्बर आउनुहुन्छ लिएर जानुहुन्छ है मेनली भनेको हजुरले यहाँ माथि समात्नु भएन वायरमा छुनु भएन डर लाग्यो भने है होल्ड गर्नु लेफ्ट ह्यान्डले हात चाहिँ दुइटै फुल फ्लाइ गरेर इन्जोय गरेर जानु है ओके जस्ट चिरमा चाहिँ उडेर जानु पर्यो दाइले इन्स्ट्रक्सन दिइसक्नु भयो ओके लेफ्ट ह्यान्ड हल्का तल होल्ड गर्नु ओके ओके खुट्टा चाहिँ स्ट्रेट ओके पोजिसनमा हल्का पछाडि लिन ब्याक हुनु ल ओके ओके रेडी जिम जन
खोलाको बिचमा अड्कियो जस्तो छ अड्केला जस्तो छ नभन्दै पर्यो फर्स्ट रातमा दादा अड्कियो खोलाको बिचमा फाइनली साथीहरू हामी चाहिँ हाम फालेर पनि ट्याक्क कालीगण्डकीको माथि आएर अड्कियो मेरो वेट त्यति धेरै थिएन त्यही भएर म चाहिँ मेरो त यहाँ यस्तरी खोलाको मुनि अरे कहना क्या चाहते हो खोलाको मुनि फेरि मैले आज स्टिक ल्याएको थिइनँ होइन स्टिक नलिएर आएको यस्तो गरेर अघि जान्छ अब उहाँबाट रेस्क्यु सोधी आउँदैछन् दिन मलाई अनि जानुपर्ने हुन्छ ब्रेक क्र्याक त्यो पोखराको भन्दा अझै छोटो रहेछ है हो यो कति हो 1600 हो र है दाइ आएर अब हामी जाने पालो वेट नबसी गाह्रो हुन्छ साथीहरू यस्तै फाइनली यहाँबाट चाहिँ निक्लिसक्यौँ अब हेरौँ है अब यो त्यसमाबाट पोखरा कति टाइममा पुगिन्छ फाइनली वी आर एट पोखरा सुर्खेत भन्छ यसलाई सुर्खेतमा आइसक्यो मस्त रन्किरहेको छु चिसो भइसक्यो 5 बज्यो देखा जाएगा कतिमा पुगिन्छ